हेलो गाइज वेलकम टु माई ब्लग्स वान्स अगेन सबैजनालाई स्वागत छ। म चाहिँ नङ काटेर रेडी भइसकेको छु गाइज जानलाई। आज न्यू इयर होइन त बुनु, आज न्यू इयर इभ हामी मनाउन गइरहेको छौँ। कता? नगरकोट हामी जाँदैछौँ कन्ट्री भिला। दायाहरूलाई म पर्खिरहेको छु सँगै जाने। झन्डा होइन नि, झन्डा होइन त्यो हो ल। गाडी चाहिँ आइसकेको छ। यता हाम्रो ड्राइभर सर, यता हाम्रो ड्रमर दाई, यता हाम्रो शिवराज दाई, यता हाम्रो निङ्सु। But tomorrow may rain, so I'll follow the sun. The chord जसरी ल्याएको छ नि, जस्तो फर इक्जाम्पल एफ लेको छ भने नोट चाहिँ सी छ क्या। तिम्रो त घरमा आऊ भने, तिम्रो त घरमा आऊ भने, देवी देउताले नसाने हाइदो एसाङ्गो सहनैको सङ्गीतले बिउझायो सबैलाई, बिउझायो सबैलाई। हामी चाहिँ अब बिच बाटोमा आइसकेको छ गाइस, पुग्न लागिसकेको छ। अनि गिटारिस्ट दाइ आउनु बाँकी छ। वेट गर्दै एकछिनसम्म वेट गर्छौँ, त्यसपछि जान्छौँ हामी। फोटोसुट पनि बाँकी छ। यस्तो बडा भ्युज बनाएको छु रे। स्वर्णिम गुडी खानेहरू रहेछ प्रायः त। सुँगुर त रहेछ करोडपति दाइ। अनि हेर्नु त्यहाँ होइन, तर स्वर्णिम वाग्लेको चाहिँ हो है। गाइज हामी आइसकेको छ कन्ट्री भिला। पहिलाको जस्तै सेम फ्रेम, सेम टाइम, सेम प्लेस, सेम पिपल। एन्ट्री मारिसकेको छ यता। अब हामी जानेछौँ तल। म त आफ्टर 2 years आई गेस मेरो चाहिँ त्यस्तै हो भनौँ न होइन। र गाइस देख्न सक्नुहुन्छ हाम्रो डेकोरेसन हुँदैछ तलतिर। क्युट लिटल दामी देखाएको छ तल। हाम्रो कफी आइसकेको छ गाइस, यु क्यान सी हियर है। सबैजना हाम्रो मेम्बरहरू कफी खाएर चाहिँ हाम्रो गिटारिस्टलाई चाहिँ आउनु बाँकी छ। इज अन द वे। अब हामी लन्च पनि गर्छौँ। अस्तिको भ्लगमा के निवेदको भ्लगमा भिडियो तिमीले बनाउँदै आइरहेको छ होइन, बनाएर बसिरहेको छ त्यसरी। अनि हामी चाहिँ पछाडिबाट भात लिएर ए भ्लगमा अरे तिमीले हालेको थियौ नि, पछि हेरेको थिएँ मैले होइन। अनि हामी त्यहाँ पो होइन चाहिँ भात पुगिरहेको छु। ए लन्च चाहिँ यता छ है हाम्रो। मैले चाहिँ खाइसकेको छु। अब दाइहरू बाँकी हुनुहुन्छ। के चाहिँ खाने हो, के चाहिँ खाने है। हानौँ आइसकेको छ। मैले चाहिँ के लिने बिर्सेछु त, पापड लिने बिर्से जस्तो छ मैले। यत्तरी ल ठिक छ। मटन मैले चाहिँ मटन खाँदैन गाइस, सही मलाई चाहिँ मन पर्दैन मटन चाहिँ। तर ठिक छ।
गाइज म चाहिँ यहाँ रुममा छिरिसकेको छु एकछिन अब रेस्ट गर्छु म यहाँबाट भ्यू चाहिँ कस्तो रहेछ ओ माई गुडनेस भ्यू हेर्नुहोस् तपाईँहरूले आई हेभ नो वर्ड्स बब्बाले त यहाँ के खान चाहनुहुन्छ तपाईँहरू टी कफी चिया whatever म चाहिँ अब लगभग रेडी अवस्थामा छु माथि साउन्ड चेक चाहिँ गर्न बाँकी छ अनि हाम्रो दाजुहरू चाहिँ माथि हुनुहुन्छ अझ स्टिल गफ गर्दै हुनुहुन्छ साउन्ड चेक अब किचनमा साउन्ड चेक गर्छु भने चाहिँ मलाई चाहिँ यहाँ जाडो भएर मैले घाम खोज्न आएको हो कि गाइस यता रहेछ नि त एक्ज्याक्ट घाम होइन खतरा भिडमा रहेछ नि त यार यो तल चाहिँ आएको थिएन म पहिला भनौँ न होइन तपाईँले देख्न सक्नुहुन्छ यसरी यहाँ माथि यस्तो भिड रहेछ नि त स्विमिङ पुल गाइज स्विमिङ पुल पनि कडा ओहो यहाँभन्दा अझ तल पनि म मर्ने भयो पुल चाहिँ हाम्रो स्विमिङ यहाँ तपाईँहरूले स्विमिङ खेल्न आउन सक्नुहुन्छ फ्रीमा हरेको अझ यहाँबाट नि दामी रहेछ भ्यू ल मिठो छ के हो भाँसले जस्तो हुन्छ त यार त्यो त यत्तिको चाहिँ हुनु पऱ्यो गाइस उतै नयाँ होटल खोल्दो रहेछ यहाँको गाइस म चाहिँ भरपुर आनन्द लिन्छु है अब अरू बेलामा त आउन सकिन्न गरिब वर्षको एकचोटि मात्रै हो यहाँ अनि कन्ट्री भिला त्यसपछि गोकर्ण राडिसन यिनीहरू भनेको जस्ट इभेन्टमा मात्रै हो म आउने त्यही भएर भरपुर मजा लिन्छु म चाहिँ गाइज कता बस्छु तर स्विमिङ चाहिँ म खेल्न आउँदैन नत्र त्यहाँमा डुबुल्की मार्थेँ म तर आनन्दले जस आइयो आज त्यस्तो टाढा पनि छैन काठमाडौँबाट 1 आवर जस्तै होला अनि खाजासाजा खाइसक्यो अब एकैचोटि हाम्रो साउन्ड चेक त्यसपछि हामी ब्याङ्गलोर अब यता चाहिँ यो चाहिँ मैले देखाएको थिएन कि कडा रहेछ यो भनेर गाइस आइम जस्ट लभिङ इट यता चाहिँ हाम्रो फेमस फोटो खिच्ने ठाउँ यहाँ चाहिँ झन्डै झरेको Ladies and gentlemen, are we ready? Are you ready to welcome? And we have champagne. Go 10, 9, 8, 7, 6, 5, 4, 3, 2, 1. मर्निङ भइसकेको छ मर्निङ भन्नाले अब 9 बजिसकेको छ भात खाने टाइममा म चाहँदैछु तर रमाइलो छ अहिले चाहिँ मलाई दायाहरू उठ्नु भएन उहाँहरूको रुम छ कि कहाँनिर कुन चाहिँ दुनियाँमा थाहा छैन म चाहिँ यही हो नजिकै अनि मजा आयो जस
गौरी शङ्कर हल मलाई बस्न मन परेको भनेको चाहिँ उता पर हो क्या स्विमिङ पुल नजिकै मेरो ब्रेकफास्ट अब भर्खर खाना खाने टाइममा ब्रेकफास्ट दाइहरूले चाहिँ खानु भइसक्यो म चाहिँ दाइहरूलाई पुऱ्याएँ त पुरा नाइस के को फ्लावर हो यार के को फ्लावर म चाहिँ अब एउटा फ्रुट्स लिन्छु होला एउटा होइन कता लिने त यार चाहिँ यसमै लिन्छु watermelon sugar high मेरो favorite हो guys यो watermelon tastes like strawberries and it sounds just like this yes guys बढी खानु हुँदैन के हो माथिको चाहिँ के हो यो के हो भाइ मुला हो कि हो मुला जस्तो छ न अरू त मलाई मन पर्दैन यसको अन्त चिकन ससेस नै अरू नखानु डन यता चाहिँ हाम्रो खाना खाने ब्रेकफास्ट लन्च सबै यता हुन्छ रेडी अब हामी लाग्दैछौँ गाइस फर्किने हो त अब फर्किने हो कि अब सामानहरू लिएर आउँछु अनि जाने गौरी शङ्कर हल ब्याक टु गार्डन प्लेग्राउन्ड स्विमिङ पुल जकुजी जिम यता चाहिँ हाम्रो फेभरेट ठाउँ के हो तलतिर त बिहा छ कि क्या हो अब घुम गएर सामान उठाएर लिएर आएर हामी चलिदिन्छौँ पुरै टुर गराउँछु भनेर सोचेर चाहिँ गएर भ्याएन गाइस होइन अब घर गएर सुसु त्यसपछि घरमै टुर हानिदिन्छु तर मिठो घाम छ यार यतिको घाम चाहिँ ठिक्क छ क्या मलाई चाहिँ ल हामी चाहिँ अब लाग्दैछौँ गाइज दुईजना दाजुहरू हुनुहुन्छ अनि त्यसपछि अब 1 घन्टातिर 1 घन्टा यतिमा घर पुग्छ होला अनि त्यसपछि आज त यस्तो भक्कु सुत्छु कि म होइन भक्कु सुत्छु कि आज किनभने 3-4 दिन भइसक्यो मेरो निन्द्रा डिस्टर्ब भएको सो मच डिफिकल्ट डेज अनि यो उकालो चढ्दाखेरि चाहिँ लास्टै खुट्टा दुख्ने अनि यता दाइहरूको रुम जस्तो लागेछ यता अब एकछिन कुर्नुपर्छ दाइलाई सायद सो गाइस म चाहिँ घर आइसकेको छु स्कुटी चाहिँ त्यही सुतिरहेछ कहिले चलाएन भन्दै होला एनिवेज गाइज एकदम रमाइलो भयो ह्याप्पी न्यू इयर 1 सेकेन्ड सबैजनालाई थ्याङ्क यू सो मच फर वाचिङ मी सी यू अन नेक्स्ट ब्लग थ्याङ्क यू